नमस्कार साथी हो तपाईँलाई भन्छु जङ्गल सम्बन्धी थोरै ज्ञान वन तथा पर्यावरण सम्बन्धी। जङ्गल भनेको र वन भनेको फरक। वन भनेको चाहिँ कुनै पनि मानवले एकै नासका बिरुवा रोपेर बनाएका चिजहरूलाई वन भनिन्छन्। जङ्गल जङ्गल भनेको चाहिँ अनेक चिज बनेर जङ्गल भनेको भनेको जङ्गल, भनेको जडीबुटी, भनेको जल, यो तीनटा चिज मिलेर बनेकोलाई जङ्गल भनिन्छ। र यसबाट मानवहरूले लिने फाइदा जति उद्योग कारखाना हुन्छ यो जङ्गलले चाहिँ त्यसका त्यो उद्योगहरूबाट निस्केका जति मानवलाई हानिकारक हुने वस्तु हुन्छ त्यो चाहिँ जङ्गलले खाइदिन्छ। अनि त्यो जङ्गलले फेरि के गर्छ, जनतालाई स्वस्थ वातावरण दिन्छ, अक्सिजन दिन्छ। त्यसका जलहरूले हाम्रो शरीरलाई जति पाउने नेचुरल खनिजहरू हुन्छ, मिनरल त्यसपछि यो अनेक हुन्छ, ती सबै चाहिँ पोटासियमहरू यही जङ्गलबाटै पाइने तत्त्व हो। अनि यसबाट मानवीय जाति आश्रित हुन्छ, त्यसबाट काठ पाइन्छ, मान्छेले कति घर चलाएको हुन्छ, घर बनाएको हुन्छ। जडीबुटी कति मान्छे औषधि उपचार गर्नको लागि जडीबुटीको आवश्यकता पर्छ। जल मान्छेलाई पिउन आवश्यकता पर्छ, खेती गर्न आवश्यकता पर्छ। र हरेक जनावरहरूले पनि त्यो जल खान्छन् र आफ्नो निर्वाह गरेका हुन्छन्। जङ्गलबाट पाउने धेरै फाइदा छ, चाहे मानवलाई होस् चाहे कुनै पनि जन्तु जनावरलाई होस्। र सबभन्दा ठुलो कुरो के हुन्छ भनेदेखि जति पनि यो उद्योग कम्पनीबाट निस्किने एक किसिमका त्यो मानव हानिकारक जति क्यान्सर हुने चिज हुन्छ त्यो चाहिँ वनले खान्छ। खाइसकेपछि मान्छेलाई स्वस्थ हावापानी दिन्छ। यति वन सकियो भनेदेखि अहिले हेर्नु ठुल्ठुला सहर बजारमा मान्छेहरूलाई क्यान्सर एकदम प्रभावित लाग्छ। त्यो के कारण चाहिँ वन विनाश हुँदै गएको कारणले हो। अनि पानी पनि सुक्छ, खेतीपाती हुँदैन, जन्तु जनावर पनि मर्न थाल्छ, अनेक रोगहरूका चाहिँ